अब शून्य समयको कार्यक्रम प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य डोल प्रसाद अर्याल। सम्माननीय सभामुख महोदय, विदेशमा नेपालीहरूले पसिना बगाएर पठाएको रेमिट्यान्सले हाम्रो अर्थतन्त्रलाई टेको दिएको विदितै छ। तर उनीहरूको पीडा भने हामीले बुझ्न सकेका छैनौँ। दैनिक जसो मेरो सचिवालयमा अल्पत्र परेको ठगिएको समस्या राख्दा दूतावास र वैदेशिक रोजगार विभागले व्यवस्था गरेको गुनासो आउने गरेका छन्। हालै युएई र मलेसियाका सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरूले सम्झौता अनुसार पारिश्रमिक, बिदा र औषधि उपचार नपाएको गुनासो हामीमाझ गर्नुभएको छ। यता मेन पावरले मोटो रकम असुल्ने र भने जस्तो काम नदिएको गुनासो गर्दा श्रमिकलाई धम्क्याउने, थर्काउने गरेको उनीहरू बताउँछन्। त्यसैले नेपाली श्रमिकहरूको अवस्था बुझेर सम्झौता अनुसारकै सेवा सुविधा दिलाउन र श्रमिकलाई दुःख दिने मेन पावरलाई कारबाहीको दायरामा ल्याउन म सभामुखज्यू मार्फत श्रम मन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु। साथै सभामुख महोदय, कञ्चनपुरको लालझाडी 3 का झन्डै 1.5 लाख जनसङ्ख्या दोदा नदीमा आउने बाढीको उच्च जोखिममा छन्। बर्खायाम नजिकै जति सक्दो चाँडो सो नदीमा तटबन्ध गर्न म सरकारको ध्यान आकर्षण। माननीय सदस्य तारा लामा तामाङ। सम्माननीय सभामुख महोदय, लागू औषध प्रयोगले युवा पुस्ता कुलतमा फँसेको छ, समाजमा अपराध बढेका छन्। यसै सन्दर्भमा काठमाडौँमा उपत्यका प्रहरी कार्यालयले यही फागुन 27 गतेदेखि लागू औषध विरुद्धको महाअभियान सुरु गरेकोमा धन्यवाद र सफलताको शुभकामना। साथै भारतसँग सीमा जोडिएको जिल्लाहरूमा पनि सबै क्षेत्रमा सक्रिय सहभागितामा अभियान चलाउनु पर्ने देखिन्छ। सीमासँग जोडिएको मेरो गृह जिल्ला कञ्चनपुरमा